एभ्रिवान, गुड मर्निङ। आज चाहिँ हामी नेपाल फर्किँदैछौँ। यसको भिडियो चाहिँ सबजना हेरेर इन्जोय गर्नुहोला, लाइक एन्ड शेयर पनि गरिदिनु होला। यस, सब्स्क्राइब पनि ओनेगाइसिमास। यहाँ ट्याक्सी कुर्दै अनि लगेज चाहिँ यहाँ घरमा यसरी राखेका छौँ। अनि ट्याक्सी चाहिँ आउँदैछ, यताबाट कुरेको बसेको। हाम्रो ट्याक्सी पनि आइपुग्यो। अब हामी लोड गरेर जान्छौँ। दाइले लगेज ल्याउँदै अब लोड गर्नुहुन्छ। लगेज लोड गरेर भाग्छ नि अब। छोडिदिएको राम्रोताले बस्नु ल बाई। हामी सबैजना नेपाल, दाइ एक्लै जापान। है हेर्दैमस् बाई। मेरो बेब्सले लगेज उठाउन गाह्रो भयो। तिनवटा हाल्नु न, एउटा म कुरा हाल्छु नि त। नि तिनवटा लगेज बेबोले माई लभ रिसाउँछ नि बेला बेला जनक। एउटा चाहिँ मेरो लगेज यहाँ छोडिदिएको क्या पापीले। त्यहाँको ड्रेस सब देखाइदिन्छु। ओ माई लभको त वा कस्तोमा त अरू त होइन, माई लभको त लास हो नि त। यहीँ आस्ना बेबीको। ओ माई गड, लास्ट हिरोइन देखायो कसम त, लास्टै ह्यान्डसम देखायो। ए ह्यान्डसम भने त सामान धेरै भएर निकालेर पछारेर फालेर फेरि हामी यहाँ रेडी गर्ने लगेज ह्यान्ड क्यारीमा हालेर। ए ह्यान्ड क्यारी फुलिने मान्छे फुलिने यहाँ अब के हुँदैछ। यत्रो चाहिँ सामान धेरै ल्याउँछ। हाम्रो चाहिँ ठिक्क भएको थियो, यो सानोहरूको के सामान धेरै ल्याएर हामीलाई ताइहेन भएको के भएर बाहिर निस्किन्छौँ म र बेबो। लास्ट एक्साइटेड, किनभने हामी 2 वर्षमा नेपाल जान लागेको। हुन त पहिला त 6 वर्षमा गएको हो, अहिले 2 वर्षमा हो। तैपनि अब बुवा मम्मी एक्लै हो, साबिसी भएको भएर चाहिँ हामी जान लागेको। वा पर्फ्युम नसर्नु है, म त फेरि। हाम्रो दाइ चाहिँ 7 वर्षपछि नेपाल जाने। 7 वर्ष वा। अनि त्यहाँ ऊ चाहिँ जङ्गली भएर आएको कि किनभने नेपाल चिन्दैन नि त। 7 वर्ष के गयो उसको सानो लगेज नयाँ अरे। अनि ओइ लगेज आफ्नो बोक्न सक्दैन, बुढीले नि बुढालाई जलाउने, बुढा पनि सोझो डल्लिने। हाम्रो किन ओइ मेरो लगेज खोइ। ए मेरो लगेज जानुपर्छ। उहाँ सुरेले बोके अरूलाई बोक्नु लाग्यो भने कराउनु लाग्यो, के गर्नु, आफ्नै बुढाले बोकेर रहेछ। साथीहरू हामी चाहिँ ठ्याक्क हामी चढ्ने प्लेननिर आइपुग्यो। तर यहाँ कुरिरहेको हो कि तैपनि हाम्रो प्लेन चाहिँ यहाँ छ। हाम्रो गाइजहरू यहाँ छ, रामप्यारी यहाँ सुन्तली ज्यामा सिनाइदिएको यहाँ छ। वा हामी आउने प्लेन है। कस्तो बिलाएर दाइ, आफ्नो मन तपाईँ राखिदिनु न यार। एक्साइटेड भएर दाइ चाहिँ एक्साइटेड भएर चाहिँ निन्द्रा लागेन कि रातभरि सुतेन त्यो बिचार लास्टै निन्द्रा लाग्यो। तर मेरो बेबु ग्याङ्की छ, हिजो टाउको दुखाएको थियो, आज सन्चै छ भयो। विन्डो सिटमा परेर मेरो बेबु रमा खुसी लाग्यो। किन नेपाल जानु लाग्यो? आफ्नो फ्यामिलीलाई भेट्न लाई, दसैँ तिहार मनाएर रमाइलो गर्न। दसैँ तिहार मनाउन रमाइलो गर्न। कस्तो हामी ठ्याक्क विन्डोको साइडमा परेछौँ क्या बाहिर भिउनको लागि। चाहिँ प्लेन चलेपछि एकछिन पछि खाना ठ्याक्क भोक लाग्यो। बिहान 7 बजी 7 बजी खाएको होला। अनि फेरि प्लेन गर्दाखेरि हिन्दूहरूले गरेर चाहिँ त्यो नानाको छ। वा ठ्याक्क भोक लाग्यो होला। फ्रुट पनि छ, सोना लेमन टमाटर। वा हामी चाहिँ खान्छु, नखाइदिएको खानै पर्यो होइन। मलाई कस्तो भोक लागिसकेको थियो, लाग्यो। फेरि चाहिँ अलिक ठन्डा भएर यतिको जे प्लेन त्यही भन्छ हामी गरेको बेतन सेम ठीक हामी बेतनको एयरलाइन को बेतन भन्नु त यो फाइल छ हवाई नि भन्नु त हवाई चाहिँ को हवाई भन्नु
해보려면 이제 그냥 어떻게 여기로 올라가거든요. 찌긴 이거요. 하고요. 거리 찌긴 나이스. 내가 이런 거 있거든. Would you like some Japanese tea, please? Coffee, you don't have any Japanese tea for now. Okay. Some coffee, please, a moment. The lady is serving. Please be careful, it's quite hot. Thank you. Enjoy you. Thank you. Have you got the records? Thank you. Let me call it. Okay. Let's go in. खाना खाइ भएर सिन्तिङ दाजुलाई भेट्न आएको सिन्तिङ दाजुलाई हो कस्तो फिलाइरह हो हामीलाई त खानेकुरा एउटा मात्रै त्यो त सुरुमा तिमीहरूले सुरुमै दुईटा ल्याइदिएको थियो हिन्दी फिल्म हेरेर आउँथ्यो हिन्दी फिल्म हेरेर हामीले उ गरेको नि त हुन्न होला नि पाउँछ खाली हो बस्छ कि हो त्यो लगेजमा तोइरे कस्तो फिलाइरह दाइ मानेन मैले सुरेखलाई नि वाइन खाने भने सोधेको खान्न भने कि मेरो बेबु चाहिँ एकदम गाह्रो भएर अरूले प्लेनमा के गर्छ त होइन तर मेरो बेबुले चाहिँ आफ्नै बिहे हेरेर चाहिँ उसको ड्रिम पुरा भएको नि त मसँग बिहे गरेर त्यही भएर आफ्नै बिहे हेरेर बसेँ खुसी छ नि यहाँनिर चाहिँ सुत्न नपाएर प्लेनमा आएर सुतेको के बोलाउनु त कुरा होइन तर यिनीहरू चाहिँ कुम्भकरण के घरमा सुत्न नपाएर यहाँ आएर सुतेको के अघि प्लेन सिङ आउँदाखेरि तर्सेको हुँदो अनि हामी चाहिँ ट्रेनमा चढेर चाहिँ फेरि पनि प्लेन चढ्नको लागि ट्रेनमा हुँदाखेरि के मेरो उहाँमा कुन बाहिर सुतेछ ट्रेन चढेर आइपुग्यो हामी चाहिँ हामी जन्मेको भनेकै खानालाई त्यही भएर खाना चाहिँ मान्छेले जे गर्नु छोड्यो नि खाना चाहिँ छोड्दैन ओ एमसी स्पाइसी अन्त कालीहरू एयरपोर्ट के भन्छ अरे प्लेनमा त्यत्रो दन्काएर नि अझै नपुगेर यहाँ दन्काउनु पर्ने यिनीहरूलाई छिटो हानेर भाग्नु पर्छ यार हाम्रो टाइम छैन अब 5 घन्टाभन्दा टाइम छैन वा यहाँ चाहिँ यस्तो टाइपको हुँदो रहेछ है वा ल खाए ल भगवान ओतेरा देखे दामी ओतेरा wow just looking like wow ए भगवान छिटो नेपाल पुऱ्याइदियो के गर्नु होइन जिन्दगीमा गाह्रो भएर हामी चाहिँ भाँडा मिलाउने बानीमा जकेटले गाह्रो भएर चेन्ज गरेर हामी आइपुग्यो क्या आइयो के गर्नु जिन्दगीमा केही गर्न सकेन कपडा चेन्ज गर्नु चाहिँ मैले सक्छु है फाइनली गाइज बल्ल हामी प्लेनमा चढ्यौँ है थाइल्यान्डबाट नेपालको लागि यति गाह्रो भयो नि 6 घन्टा ट्रान्जिट भएर चाहिँ लास्टै गाह्रो भयो अब चाहिँ फाइनली अब सबै खाली मात्रै अहिले चाहिँ खाली हो बल्ल मान्छे आउँदै छ नि त मान्छे धेरै छ नि
जापानमा आउँदाखेरि चाहिँ मान्छे थोरै नै थियो तर अहिले चाहिँ लास्ट मान्छे धेरै लास्ट धेरै छ है हामी चाहिँ अब नेपाल आइपुग्नु 10 मिनट बाँकी गाह्रो भइसक्यो तै पनि आइपुग्दैन के गरौँ म मान्छे हालत यस्तो मेकअप गरेर राम्ररी भएर आएको यस्तो चिङपाङ्ची भइसक्यो सुरेश त ह्यान्डसमै देखेँ हल्का 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 मैले कस्तो अब त पागलै हुँदैछ होला प्लेन चढ्दिनँ अब म जापान चाहिँ म हिँडेरै जान्छु फाइनली हामी सेफली ल्यान्ड भयो अनि अब ल्यान्ड त भयो अब लगेज खोज्नु चाहिँ टाइम लाग्यो भिड छ नि तर हाम्रो यहाँ लगेज आइपुग्यो लगेज